हामी हरेक मान्छे फाइनान्शियल रूपमा सेक्योर हुन चाहन्छौँ र फाइनान्शियल रूपमा भविष्यलाई सुरक्षित बनाउन चाहन्छौँ। हरेक मान्छे एउटा सर्टेन टाइममा त पैसा कमाउँछ हैन, तर पछि गएर चाहिँ अभाव हुने, पैसाको अभाव हुने, केही आफूले चाहेका कुराहरू गर्न नसक्ने, कतिपय केसेसमा त छोराछोरीको पढाइलाई नै खर्च नपुग्ने अवस्थामा पनि हामी पुग्छौँ। अब यसको मुख्य केही उपायहरू पनि छ। नेपालको कन्टेक्स्टमा भन्ने हो भने तपाईहरूले चाहिँ हाम्रो विद्यालय विश्वविद्यालयतिर पनि यो फाइनान्शियल नलेज त्यति राम्रोसँग दिइँदैन, एक किसिमले हेर्ने हो भने दिइँदैन नै भन्दा पनि हुन्छ। तर पछिल्लो समय अब यो युट्युबको तरिकाले हुन्छ अथवा अरू धेरै तरिकाले चाहिँ मान्छेले फाइनान्शियल नलेज काहीँ न काहीँबाट लिइरहेको छ। धेरैजना मान्छेहरूमा हेर्ने हो भने चाहिँ यो फाइनान्शियल रूपमा चाहिँ हामी कसरी स्टेबिलिटी हुन सक्छौँ अथवा इन्भेस्टमेन्ट कहाँ गर्ने, कहाँ गर्दा बेटर हुन्छ, कहाँ गर्दा बेटर हुँदैन भनेर चाहिँ धेरै मान्छेले थाहा नपाएर पनि आफ्नो पैसालाई त्यत्तिकै ग्रो हुन नदिएको अथवा कतिपय केसमा गाउँघरमै सापटी दिएर इलिगल सेक्टरमा लगाएको भनौँ न, त्यसैले आउँदा सापटी फिर्ता नआउने हिसाबले त्यतिकै पैसा डुबिरहेको पनि देखिन्छ। त्यसैले हाम्रो यो सिरिज, हामी एउटा सिरिज सुरु गर्दैछौँ जुन सिरिजमा चाहिँ हामी सेक्योर इन्भेस्टमेन्ट इन्स्ट्रुमेन्टहरू चाहिँ तपाईँहरूमाझ राख्दैछौँ, जहाँ चाहिँ तपाईँहरूले रिस्क फ्री अथवा रिस्क फ्री नै त नभनौँ, एकदमै लो रिस्कमा चाहिँ इन्भेस्टमेन्ट गर्न सक्नुहुन्छ र सहज तरिकाले आफ्नो लगानी गर्न सक्नुहुन्छ र भविष्यलाई सुरक्षित गराउँदै आफ्नो पैसालाई पनि बिस्तारै ग्रो अप गराउँदै लैजानुहुन्छ। यस सिरिजमा हामी गभर्नमेन्ट बोन्डहरू जस्ता सुरक्षित इन्स्ट्रुमेन्टहरू, अनि त्यसपछि ऋणपत्र जस्ता, कर्पोरेट डिभेन्चर, अनि त्यसपछि गभर्नमेन्ट डिभेन्चर, त्यसै ट्रेजरी बिल्स, नागरिक बचत पत्र जस्ता सेक्योर, जहाँ चाहिँ तपाईँलाई एकदमै कम रिस्कमा, तपाईँलाई फाइनान्शियल नलेज एकदमै लो छ भने पनि तपाईले यसमा लगानी गरेर चाहिँ आफ्नो पैसालाई ग्रो अप गराउन सक्नुहुन्छ। यी इन्स्ट्रुमेन्टहरूलाई प्रस्तुत गर्नेछौँ, जहाँ चाहिँ तपाईँलाई अब कतिपय कुराहरू थाहा नहुन सक्छ, यी इन्स्ट्रुमेन्टहरू थाहा नहुन सक्छ, तपाईँलाई पनि लगानी गर्ने चाहना हुन सक्छ हैन, तर यी कुराहरू थाहा नपाएर यदि तपाईँ लगानी गर्नबाट चुक्नु भएको छ भने हाम्रो सिरिजले तपाईँलाई सहयोग गर्नेछ र तपाईँले आफ्नो लगानीलाई सुरक्षित रूपमा अगाडि बढाउन सक्नुहुनेछ। ल यस सिरिजमा हामी चाहिँ सरकारी ऋणपत्रहरू, अनि त्यसपछि कर्पोरेट डिभेन्चरहरू जस्तै लिएर अरू थुप्रै म्युचुअल फन्डहरूदेखि लिएर कुन क्षेत्रमा लगाउँदाखेरि हामी एकदमै लो रिस्कमा रहेर चाहिँ लगानी गर्न सक्छौँ, हाम्रो पैसालाई ग्रो अप गराउन सक्छौँ, हाम्रो पैसालाई सुरक्षित इन्भेस्टमेन्ट गर्न सक्छौँ भनेर चाहिँ हामी यो सिरिजमा सिक्नेछौँ। यो सिरिजको मुख्य उद्देश्य भनेको चाहिँ एकदमै लो रिस्कमा चाहिँ सकेसम्म बढीभन्दा बढी रिटर्न आउने ठाउँ हैन, लो रिस्कमै अथवा रिटर्न लो नै भए पनि त्यसमा तपाईँले चाहिँ सुरक्षित रूपमा लगानी गर्ने, अनि त्यसपछि कमसे कम हामीले लगाएको पैसा चाहिँ त्यो ठाउँमा नडुबोस् भन्ने हिसाबले हामी यो इन्भेस्टमेन्ट सिरिजमा हजुरहरूलाई सिकाउनेछौँ। सेक्योर इन्भेस्टमेन्ट इन्स्ट्रुमेन्टको हामी पहिलो पार्टमा बुझ्नेछौँ नागरिक बचत पत्र। यो नागरिक बचत पत्र भनेको के हो, यसमा कसरी लगानी गर्न सकिन्छ, यो पैसा कहाँ जान्छ, यो पैसा कसले उठाउँछ भन्ने सवाल पनि हुनसक्छ। नागरिक बचत पत्र भनेको सरकारले एउटा पैसा उठाउने माध्यम हो। तपाईँहरूलाई सबैलाई थाहा छ, हाम्रो जेठतिर चाहिँ सरकारले बजेट घोषणा गर्दछ अर्को वर्षको लागि। त्यो बजेटमा चाहिँ सरकारले विकास गर्नको लागि होस् अथवा सरकारी खर्चहरू जुटाउनको लागि हामी कता कताबाट पैसा उठाउँछौँ भनेर एक किसिमको प्लानिङ पेश गर्दछ। त्यो प्लानिङमा चाहिँ जस्तै अब वैदेशिक ऋणबाट ल्याउला, अनि सबैभन्दा ठुलो हिस्सा चाहिँ हामी ट्याक्सबाट उठाउँछौँ भन्ला, र कतिपय केसमा जहाँबाट अरू क्षेत्रहरू पनि हुन्छन् ती क्षेत्रबाट पनि पैसा उठाइरहेको हुन्छ। त्यसमध्येको एउटा हो नागरिक बचत पत्र, अनि त्यसपछि ट्रेजरी बिल्सहरू, अनि त्यस्तै विकास ऋणपत्रहरू। यिनी माध्यमहरूबाट चाहिँ सरकारले पैसा उठाउने गर्दछ। अब ट्रेजरी बिल्स, विकास ऋणपत्र यिनीहरू चाहिँ मुख्य गरी हाम्रो ब्याङ्कहरू, डेभलपमेन्ट ब्याङ्क, अनि कमर्सियल ब्याङ्क, फाइनान्स कम्पनीहरू, अनि त्यस्तै इन्सुरेन्स कम्पनीहरू यो खरिद गर्ने गर्दछ। नागरिकहरूमा त्यति चाहिँ गएको देखिँदैन। तर नागरिक बचत पत्र भनेको यस्तो हो जहाँ चाहिँ विशुद्ध नागरिककै लागि बिक्री वितरण गरिन्छ र नागरिककै पैसा कलेक्सन गरिन्छ। यो नागरिक बचत पत्रमा चाहिँ सरकारले नै पैसा उठाउने भएको हुनाले चाहिँ यो 100% रिस्क फ्री भनेर भन्ने गरिन्छ, जहाँ चाहिँ अब सरकार कहिले पनि डुब्दैन भन्ने कुरा हुन्छ। जस्तै अल कन्ट्री नै डुब्यो भने त कसैले केही गर्न सक्दैन, तर जबसम्म कन्ट्री डुब्दैन तबसम्म हाम्रो पैसा सुरक्षित रहन्छ भन्ने एउटा मान्यता हुन्छ। त्यो मान्यताले गर्दा यसलाई चाहिँ 100% रिस्क फ्री भन्ने गरिन्छ। यो नागरिक बचत पत्र सरकारले चाहिँ हरेक वर्ष प्रायः जस्तो उठाइरहेको हुन्छ पैसा, चाहिँ नागरिक बचत पत्रहरू बेचिरहेको हुन्छ। नागरिक बचत पत्र भन्नाले सरकारले पैसा चाहिँ हामीलाई दिनुहोस् हैन, सरकारले पैसा हामीलाई दिनुहोस्, हामी चाहिँ यो पैसालाई अन्य ठाउँमा लगानी गरेर तपाईलाई एउटा फिक्स रिटर्न दिन्छौँ अथवा फिक्स इन्ट्रेस्ट दिन्छौँ भनेर चाहिँ भन्ने गरेको हुन्छ। यो चाहिँ नेपाल सरकारले चाहिँ हरेक वर्षमा चाहिँ आफ्नो एउटा फिक्स टाइम क्याल्कुलेसन गरेर चाहिँ नागरिक बचत पत्र चाहिँ पेश गर्ने गर्दछ। जस्तै 5 वर्ष, 10 वर्ष, 15 वर्षसम्मको चाहिँ एउटा फिक्स टाइम गरेको हुन्छ। त्यो टाइमसम्म चाहिँ सरकारले पहिले भनेको हुन्छ हामी यति वर्षको लागि हामीलाई नागरिक बचत पत्रमा लगानी गरिदिनुहोस्, यति % चाहिँ हामी तपाईलाई
फिक्स रिटर्न दिन्छौँ, यति अवधिपछि पैसा फिर्ता गर्छौँ र यो टाइममा चाहिँ तपाईँलाई हामी इन्ट्रेस्ट पनि तपाईँको ब्याङ्कमा जम्मा गरिदिन्छौँ भनेर अलरेडी सबै आफ्नो चाहिँ सूचना मार्फत चाहिँ यो चाहिँ अलरेडी पेश गरेको हुन्छ हैन। नागरिक बचत पत्र चाहिँ सरकारले हरेक वर्ष जस्तो चाहिँ खुलाइरहेको हुन्छ। पहिले चाहिँ एउटा प्लानिङ गरेको हुन्छ गभर्नमेन्टले, हामी यो वर्ष चाहिँ नागरिक बचत पत्रबाट चाहिँ यति पैसा सङ्कलन गर्छौँ भनेर। अब कुरा गरौँ नागरिक बचत पत्र 2086 को। यो चाहिँ नेपाल सरकारले 2081 फागुनमा खुला गरेर 2081 चैत 18 गते चाहिँ बन्द गर्दैछ। यो 5 वर्ष अवधिको लागि चाहिँ नागरिक बचत पत्र खुलाएको छ। यो 3 अर्बको चाहिँ पैसा कलेक्सन गर्दैछ सरकारले नागरिक बचत पत्र मार्फत चाहिँ। यसमा हामी सम्पूर्णले लगानी गर्न सक्छौँ, जो नेपाली नागरिक हुनुहुन्छ र गैर आवासीय नेपाली नागरिकले पनि यसमा लगानी गर्न पाउँछ। यो चाहिँ 5 वर्ष अवधिको छ। 5 वर्ष 2086 चैत 18 गते चाहिँ हामीले यो पैसा फिर्ता पाउँछौँ। अब त्यो अवधिसम्मको लागि चाहिँ हामीले हरेक 6 महिना चाहिँ 7% को दरले ब्याज पाउँछौँ। तपाईँले जुन तपाईँले यो खाता खोल्दाखेरि चाहिँ अथवा यो पैसा लगानी गर्दाखेरि चाहिँ एउटा खाता ब्याङ्क सिलेक्सन गर्नुहुन्छ र त्यसमा खाता सिलेक्सन गर्नुहुन्छ, त्यो खातामा चाहिँ हरेक 6 महिनामा तपाईँले ब्याज पाउनुहुन्छ। त्यो पनि आयकर कटाएर चाहिँ पाउनुहुन्छ ब्याज चाहिँ। र यसमा न्यूनतम 10,000 रुपियाँ लगानी गर्नुपर्ने हुन्छ भने अधिकतम 10,000ले भाग जाने रकमसम्म चाहिँ तपाईँले लगानी गर्न सक्नुहुन्छ। यदि तपाईँले म्याचुर अवधिभन्दा अगाडि नै पैसा चाहियो भने यो नागरिक बचत पत्र चाहिँ तपाईँले बिक्री गरेर अथवा चाहिँ यो धितो राखेर चाहिँ तपाईँले पैसा कलेक्सन गर्न सक्नुहुन्छ। र हालै मात्र खुलाएको नागरिक बचत पत्र 2086 मा अब हामीले कसरी लगानी गर्न सक्छौँ, तपाईँसँग कुनै पनि आइडिया छैन भने यसमा चाहिँ तपाईँले कसरी लगइन गर्न सक्नुहुन्छ, कुन वेबसाइटमा गएर चाहिँ यसको कसरी लगइन गर्न सक्नुहुन्छ र यसमा कसरी लगानी गर्न सक्नुहुन्छ, त्यो चाहिँ म तपाईँको ल्यापटपको स्क्रिन सेयरिङ गरेर चाहिँ तपाईँलाई देखाउने छु। यसमा सम्पूर्ण कुराहरू यही प्रोसेसिङबाट लगानी गर्नुभयो भने तपाईँले नागरिक बचत पत्र मात्र होइन, नागरिक बचत पत्र पछि विकास ऋण पत्रहरू अथवा अन्य जो सेक्टरमा जुन सेक्टरमा तपाईँले सरकारको इन्स्ट्रुमेन्टमा लगानी गर्न सक्नुहुन्छ, ती सम्पूर्ण सेक्टरबाट चाहिँ एकचोटि लगइन लिनुभयो भने पछि त्यसैबाट लगानी गर्न सक्नुहुन्छ। हामी चाहिँ अब ल्यापटपबाट चाहिँ प्रेजेन्टेसन गर्नेछौँ। अब हामी सिक्नेछौँ कसरी हामी नागरिक बचत पत्रमा लगानी गर्न सक्छौँ भनेर हैन। ल्यापटपको स्क्रिनमै लिएर म तपाईँलाई सिकाउने छु। सर्वप्रथम तपाईँ कुनै पनि एउटा क्रोममा जानुहोस्। गुगल क्रोममा गएर गुगल क्रोमलाई अन गरिसकेपछि तपाईको आफ्नो ड्यासबोर्डमा चाहिँ आफ्नो गुगल क्रोमको स्क्रिनमा गएर चाहिँ www.pdmo.gov.np हान्नुभयो भने चाहिँ यो नेपाल सरकारको चाहिँ पीडीएमओमा जानुहुन्छ, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको वेबसाइटमा जानुहुन्छ हैन। अनि यसमा चाहिँ तपाईले सबै कुरा हेर्न सक्नुहुन्छ। यो नागरिक बचत पत्र कहिलेदेखि खुला हुँदैछ अथवा अरू केहरू खुला नेपाल सरकारले चाहिँ के खुला गरिरहेको छ, जस्तै नागरिक बचत पत्र 2086 सूचनाहरू हेर्न सक्नुहुन्छ। सम्पूर्ण कुराहरू डिटेलहरू तपाईले यो वेबसाइटबाट हेर्न सक्नुहुन्छ। र यो लगानीको लागि चाहिँ तपाई लास्टमा आएर चाहिँ यसको लास्टमा जानुभयो भने चाहिँ यहाँ एउटा लिंक छ, यो इन्भेस्टर पोर्टल भन्ने। यो सम्पूर्ण कुराहरू चाहिँ इन्भेस्टर पोर्टलहरुबाट चाहिँ हामीले गर्न सक्छौं हैन। यो इन्भेस्टर पोर्टलमा गइसकेपछि यहाँ तपाईले युजर नेम र लगइन गर्ने हुन्छ। यदि तपाईसँग युजर नेम र लगइन अलरेडी पहिले रजिस्टर हुनुहुन्छ भने तपाईले डाइरेक्ट लगइन गर्न सक्नुहुन्छ। यदि तपाईसँग छैन भने चाहिँ तपाई यो साइन अपमा गएर चाहिँ यो लगइन चाहिँ साइन अप गर्न सक्नुहुन्छ। यसमा चाहिँ अब तपाईले सुरुमा भर्नुपर्ने भनेको चाहिँ रेसिडेन्ट बसोबास कहाँ छ, यो रेसिडेन्ट वर्किङ एब्रोड हो कि यस्तै वासस्थान नै यतै हो भनेर चुज गर्नुपर्ने हुन्छ। त्यस्तै नर्मल हो कि माइनर हो, नर्मल चुज गर्नु पर्यो हैन। तपाईको फर्स्ट नेम के हो, तपाईको फर्स्ट नेम चुज गर्नु पर्यो। अनि त्यसपछि चाहिँ तपाईको मिडल नेम छ भने मिडल नेम चुज गर्नु पर्यो। अनि त्यस्तै लास्ट नेम के हो, लास्ट नेम चुज गर्नु पर्यो हैन। अथवा चाहिँ तपाईले टाइपिङ गरेर, मैले चाहिँ अलरेडी पहिले चाहिँ गरेको हुनाले अलरेडी देखाइरहेको छ। मैले चाहिँ अलरेडी लगइन गरिसकेको छु, तर अब तपाईहरुलाई सिकाउनको लागि यो गर्दैछु। र तपाईले माथि इंग्लिशमा हालिसकेपछि तपाईले तल नेपालीमा टाइप गर्नुपर्ने हुन्छ। तपाईको नाम नेपालीमा टाइप गर्नु पर्यो। अनि त्यस्तै बीचको नाम पनि नेपालीमा टाइप गर्नु होला। अनि त्यस्तै थर के हो त्यो थर पनि टाइप गर्नु होला। अनि त्यस्तै आफ्नो डेट अफ बर्थ चुज गर्नु होला। डेट अफ बर्थ आफ्नो डेट अफ नागरिकतामा जे छ त्यो डेट अफ बर्थ चुज गर्नु होला। यसरी चाहिँ महिना साल र सबै कुराहरु यसरी हाल्नु होला। तपाई मेल हुनुहुन्छ फिमेल हुनुहुन्छ आफू जो त्यो चुज गर्नु होला। अनि त्यस्तै आफ्नो फादरको नाम फर्स्ट नेम टाइप गर्नु होला। त्यस्तै अनि मिडल नेम छ भने मिडल नेम पनि टाइप गर्नु होला। अनि लास्ट के नेम हो त्यो टाइप गर्नु होला। अनि त्यस्तै मदरको नेम टाइप गर्नु होला। मिडल नेम छ भने मिडल नेम टाइप गर्नु होला। र त्यस्तै मदरको लास्ट नेम छ भने चाहिँ मदरको लास्ट नेम त सबैको हुन्छ हैन। मदरको लास्ट उ चाहिँ तपाईले चुज गर्न सक्नुहुन्छ। अनि त्यसै यदि तपाई म्यारिड हो भने आफ्नो स्पाउसको डेटा हाल्न सक्नुहुन्छ। तपाई अनम्यारिड हो भने आफ्नो स्पाउसको डेटा हुँदैन, यसलाई चाहिँ खाली छोडिदिन सक्नुहुन्छ तपाईले हैन।
अनि त्यस्तै यो गरिसकेपछि तपाईले चाहिँ अर्को भनेको ग्रान्डफादरको चाहिँ हाल्नुपर्ने हुन्छ। ग्रान्डफादरको नाम के हो, ग्रान्डफादरको नाम हाल्नु होला। अनि त्यस्तै ग्रान्डफादरको मिडल नेम छ भने ग्रान्डफादरको मिडल नेम हाल्न सक्नुहुन्छ। त्यस्तै ग्रान्डफादरको लास्ट नेम के हो त्यो राख्नु होला। अनि त्यस्तै अर्को छ प्रोभिन्स, तपाईँ कुन प्रोभिन्समा बस्नुहुन्छ त्यो प्रोभिन्स चुज गर्नुपर्ने हुन्छ। अनि त्यस्तै तपाईँको डिस्ट्रिक्ट कुन हो त्यो आफ्नो डिस्ट्रिक्ट हाल्नु होला। अनि जस्तै आफ्नो डिस्ट्रिक्ट चुज गर्ने। अनि त्यसपछि वार्ड नम्बर कुन हो, तपाईँको वार्ड नम्बर कति हो त्यो राख्नु होला। अनि त्यस्तै सिटिजनसिप नम्बर कति छ, आफ्नो नागरिकता नम्बर राख्नु होला। अनि त्यस्तै नेसनल आइडी बनाउनु भएको छ भने नेसनल आइडी नम्बर राख्नु होला यता चाहिँ। अनि यदि तपाईँसँग प्यान नम्बर छ भने प्यान नम्बर राख्न सक्नुहुन्छ। अनि त्यस्तै तपाईँले चाहिँ यो सबै राखिसकेपछि यदि तपाईँसँग छैन नेसनल आइडी प्यान नम्बर छैन भने नराख्दा पनि हुन्छ। अनि त्यसपछि सिटिजनसिप इस्यु डेट, तपाईँको सिटिजनसिप कहिले इस्यु भएको छ त्यो डेट राख्नु होला। अनि त्यस्तै सिटिजनसिप इस्यु डिस्ट्रिक्ट, तपाईँले चाहिँ यो नागरिकता कहाँबाट बनाउनु भएको थियो, कुन जिल्लाबाट बनाउनु भएको थियो त्यो चाहिँ आफ्नो जिल्ला यहाँ राख्न सक्नुहुन्छ। अनि त्यस्तै आफ्नो टेलिफोन छ भने टेलिफोन राख्नु होला। मोबाइल नम्बर अनिवार्य राख्नै पर्ने हुन्छ। अनि त्यस्तै स्ट्रिट, तपाईँको स्ट्रिट कुन हो त्यो स्ट्रिट राख्नु होला। अनि त्यस्तै स्ट्रिट टु अर्को स्ट्रिट पनि छ भने त्यो पनि राख्न सक्नुहुन्छ। अनि त्यस्तै तपाईँ बसोबास गर्ने सिटी कुन हो त्यो सिटीको नाम राख्नु होला। अनि त्यस्तै तपाईँको प्रोभिन्स स्टेट अथवा प्रोभिन्स कुन हो त्यो प्रोभिन्स राख्नु होला। अनि त्यस्तै कन्ट्रीको तपाईँको देशको नाम कुन हो, सरी सबैको यो नेपाल नै हुने भोखेर देशको नाम चाहिँ होइन। अनि यो पोस्टल कोड, यदि पोस्टल कोड तपाईँले थाहा छ भने पोस्टल कोड हाल्न सक्नुहुन्छ। यदि पोस्टल कोड छैन भने तपाईँले यो नराख्दा पनि हुन्छ। अनि त्यस्तै अर्को छ यो तल चाहिँ मार्केट मेकर सेल्स एजेन्ट भनेर भनेको छ। यो चाहिँ तपाईँको पैसा चाहिँ तपाईँको पैसा जाने र तपाईँकोलाई पछि इन्ट्रेस्ट प्राप्त हुने पनि भएको हुनाले चाहिँ यसलाई तपाईँले विशेष ख्याल गरेर गर्नुपर्ने हुन्छ। मार्केट सेल्स एजेन्टमा तपाईँ कुन ब्याङ्कबाट ट्रान्जेक्सन गर्नुहुन्छ त्यो ब्याङ्कको नाम चुज गर्नु होला। कुनै एउटा ब्याङ्क तपाईँको कुन ब्याङ्कमा खाता छ त्यो ब्याङ्क चुज गर्नु होला, अथवा कुन ब्याङ्कमा डिम्याट एकाउन्ट अरूको ट्रान्जेक्सन गर्नुहुन्छ त्यो गर्नु होला। अनि ट्रान्जेक्सन ब्याङ्क, तपाईँले ट्रान्जेक्सन कुन ब्याङ्कबाट गर्न चाहनुहुन्छ त्यो ब्याङ्कको नाम राख्नु होला। अनि त्यस्तै अर्को छ एकाउन्ट नम्बर, तपाईँको एकाउन्ट नम्बर कुन, त्यो ब्याङ्कको एकाउन्ट नम्बर कुन हो त्यो ब्याङ्कको एकाउन्ट नम्बर राख्नुपर्ने हुन्छ। पछि यही ब्याङ्कको एकाउन्ट नम्बरमा चाहिँ तपाईँको इन्ट्रेस्ट प्राप्त हुन्छ। अनि त्यस्तै अर्को छ सिटिजनसिप अपलोड गर्नुपर्ने हुन्छ। यहाँ तपाईँले चाहिँ सिटिजनसिप आफ्नो सिटिजनसिप अपलोड गर्नु होला। यहाँ चाहिँ यो चाहिँ तपाईँको सकेसम्म लो फाइलहरूमा चाहिँ तपाईँले अपलोड गर्नुपर्ने हुन्छ। यसरी अपलोड गर्नु होला। अनि त्यसपछि तल चाहिँ तपाईँले लगइन कुन राख्न चाहनुहुन्छ यो लगइन तपाईँले राख्नुपर्ने हुन्छ। यहाँ चाहिँ तपाईँले लगइन चाहिँ सकेसम्म कुनै तपाईँको जिमेल आइडी राख्दा ठिक हुन्छ, जिमेल आइडी राख्नु होला। अनि तपाईँ पासपोर्ट के राख्न चाहनुहुन्छ, तपाईँलाई के पासपोर्ट राख्नुपर्ने हुन्छ त्यो पासपोर्ट यहाँ राख्नु होला। र यो तल कन्फर्म पासपोर्टमा पनि त्यही पासपोर्ट चाहिँ तपाईँले राख्नुपर्ने हुन्छ। र यति गरिसकेपछि तपाईँ साइन अप गर्नुहुन्छ। साइन अप गरिसकेपछि चाहिँ यो नेपाल सरकारको इन्भेस्टर पोर्टल र तपाईँको यो जुन ब्याङ्कमा गर्नुभएको छ त्यो ब्याङ्कको ट्रेजरी एकाउन्ट विभागमा जान्छ। र यो गइसकेपछि त्यो जुन तपाईँको ब्याङ्क हो अथवा चाहिँ सेल्स या मार्केट मेकर छ त्यो मेकरले चाहिँ एप्रुभ गर्नुपर्ने हुन्छ। त्यो एप्रुभ गरिसकेपछि तपाईँको यो लगइन अन हुने हुन्छ। र तपाईँले एप्रुभ भएको म्यासेज आउँछ, त्यहाँ सबै नम्बरहरू पनि सबै आउँछ होइन। अनि त्यो आइसकेपछि तपाईँले यहाँ अन गर्न सक्नुहुन्छ। यसरी चाहिँ आफ्नो जिमेल आइडी हाल्ने, अनि त्यसपछि आफ्नो यहाँ चाहिँ पासवर्ड हाल्ने। पासवर्ड हाल्नुभयो भने चाहिँ तपाईँको इन्भेस्टर पोर्टल चाहिँ अन हुन्छ। र यो चाहिँ तपाईँको इन्भेस्टर पोर्टल लगइन हो। यसैबाट चाहिँ तपाईँले नागरिक बचत पत्रहरू अथवा सरकारमा लगानी गर्ने सम्पूर्ण इन्स्ट्रुमेन्टहरू के खुला भएको छ के खुला भएको छैन सबै देख्न सक्नुहुन्छ। यसमा चाहिँ तपाईँले आफ्नो इन्फर्मेसन देख्न सक्नुहुन्छ, ड्यासबोर्ड, बिट, भ्यू बिट, अनि अपलोड डकुमेन्टहरू, भ्यू प्रोफाइलहरू, कर्पोरेट एक्सन, इन्टर इन्स्ट्रुमेन्ट, भ्यू इन्स्ट्रक्सन, यो सबै कुराहरू चाहिँ यो इन्भेस्टर पोर्टलको ड्यासबोर्डबाट तपाईँले हेर्न सक्नुहुन्छ। अब तपाईँले यहाँ अपलोड डकुमेन्ट छ, यो अपलोड डकुमेन्टमा चाहिँ तपाईँले सिटिजनसिप आइडी अपलोड गर्नुपर्ने हुन्छ। अनि त्यसै पासपोर्ट साइजको फोटो अनिवार्य अपलोड गर्नुपर्ने हुन्छ भने नेसनल आइडी छ भने नेसनल आइडी अपलोड गर्नु होला, छैन भने परेन। अनि प्यान सर्टिफिकेसन छ भने अपलोड गर्नु होला। अनि त्यस्तै साइन एप्लिकेसन फर्म, अनि त्यसपछि यो साइन डिक्लेरेसन फर्म अथवा मन्जुरीनामा यो चाहिँ अनिवार्य अपलोड गर्नुपर्ने हुन्छ। यो कस्तो हो भने चाहिँ
तपाईले चाहिँ यदि मलाई यो नागरिक बचत पत्र परेको खण्डमा अथवा मैले लगानी गरेको खण्डमा चाहिँ मेरो ब्याङ्क खाताबाट अटोमेटिक कटाएर चाहिँ ब्याङ्कले अथवा चाहिँ नेपाल सरकारले झिकेर आफ्नो खातामा डिपोजिट गर्न सक्नेछ भन्ने एउटा मन्जुरीनामा पत्र हुन्छ। यो पत्र चाहिँ अलरेडी अघि देखाएको वेबसाइटमा छ, त्यो वेबसाइटबाट निकालेर तपाईले साइन गरेर अपलोड गर्नु होला। अनि अपलोड गरिसकेपछि तपाईले नागरिक बचत पत्र तल खुलेको देख्नुहुन्छ, त्यसमा गएर चाहिँ डाइरेक्ट लगानी गर्न सक्नुहुन्छ। कति लगानी गर्न चाहनुहुन्छ त्यसरी लगानी गर्न सक्नुहुन्छ। र यसरी तपाईले यहाँ सबै कुराहरू हेर्न पनि सक्नुहुन्छ। यहाँबाट लगइन लगआउट गर्न सक्नुहुन्छ। अनि त्यसपछि यहाँ सबै कुराहरू एकचोटी लगइन गरिसकेपछि तपाईले बारबार लगइन लिइराख्नु पर्दैन। यही लगइन अब आउने सम्पूर्ण चाहिँ पछि विकास पत्र ऋणपत्रहरूमा अथवा चाहिँ तपाईले अन्य बिटहरूमा पनि लगानी गर्नु पर्यो भने फेरि आउने नागरिक बचत पत्रहरूमा पनि लगानी गर्नु पर्यो भने तपाईले यही पोर्टलको माध्यमबाट चाहिँ तपाईले लगानी गर्न सक्नुहुन्छ। यो थियो नागरिक बचत पत्र सम्बन्धी सम्पूर्ण जानकारी अथवा चाहिँ हामीले जाने बुझेसम्मको जानकारी र यो यसमा कसरी लगानी गर्न सकिन्छ, तपाईले कहाँ कुन वेबसाइटमा गएर लगानी गर्न सक्नुहुन्छ, यो सम्बन्धी जानकारी भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। भिडियोलाई लाइक शेयर सब्स्क्राइब पनि गरिदिनु होला र आगामी आउने भिडियोहरूलाई पनि निरन्तर हेर्दै जानु होला। थ्यांक यू सो मच।